यो सब गाइस, मेरो नाम राम भुजेल र फेरि पनि स्वागत गर्न चाहन्छु सम्पूर्णलाई मेरो नयाँ भिडियोमा। र आजको भिडियोमा एउटा लिएर आएको छु, इन्फर्मेटिभ भिडियो लिएर आएको छु। र हुनसक्छ यो जुन चाहिँ भिडियो छ इम्पोर्टेन्ट र म नर्मली भिडियो बनाउँदाखेरि कसैलाई लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु भन्दिनँ, तर आजको भिडियो चाहिँ तपाईँले एकपल्ट सेयर गरिदिनु होला, किनकि हुनसक्छ तपाईँको कोही आफन्तहरू पनि मिसलिड भइरहेको छ। भन्नु खोजेको कुरा चाहिँ के हो भन्दाखेरि, हिजो मात्रै एउटा मेरै चिन्जान दाजु खोपीगाउँको सेरोफेरो भन्ने पेज चलाएर बस्नुहुन्छ। उहाँले चाहिँ एउटा रिल्स हालेको रहेछ। रिल्सको ब्याकग्राउन्डमा चाहिँ एउटा नानी, बिमारी नानी, र त्यो लगभग मान्छेले सेयर पनि गर्दैछ, अहिले सर्कुलेट भइरहेको छ त्यो रिल्स। ओन्ली हेल्प भन्ने एउटा पेज रहेछ, अनभेरिफाइड पेज, कुनै एनजिओ सङ्गठनको केही होइन। त्यो पेजबाट चाहिँ एउटा भिडियो भाइरल भएको रहेछ, मेन कुरा भन्नुपर्दा। तर त्यो दाजुले, खोपीगाउँको सेरोफेरो दाजुले चाहिँ, त्यो पेजको ओनरले चाहिँ डाउनलोड गरेर हालेको रहेछ। हुनसक्छ उसले आफ्नो इङ्गेजमेन्ट बढ्नुको लागि हालेको, आफ्नो प्रफिटको लागि हालेको, त्यो मलाई थाहा छैन। हुनसक्छ उसले राम्रो सोचेर हालेको या नराम्रो सोचेर, त्यो म जान्दिनँ। तर मेन कुरा प्रब्लम चाहिँ कति बेला आउँछ भन्दाखेरि, त्यहाँनिर एउटा स्क्यानर हालेको थियो। यो डिपिक्ट गरियो कि त्यो नानी चाहिँ एउटा सिकिस्त नानी, एकदम सिकिस्त अवस्थामा थियो, र त्यो नानीलाई हेल्प हुन्छ भनेर चाहिँ एउटा क्युआर स्क्यानर दिएको रहेछ। र त्यो स्क्यान मैले स्क्यान गर्दाखेरि चाहिँ त्यो युजर नेम आइडी, युबी आइडी मोहित कुमार -6 मोहित कुमार भन्ने मान्छेको रहेछ। यहाँ तपाईँ देख्न पनि सक्नुहुन्छ। एक सेकेन्ड, यो फोकस भएको छैन, म तपाईँलाई स्क्रिनसट लगाइदिनेछु। मोहित कुमार भन्ने मान्छेको क्युआर स्क्यानर रहेछ त्यो। र मैले त्यो जुन चाहिँ रिल्स अपलोड गर्ने पेजमा सबै छानबिन गरेर हेरेँ। तलसम्म हेर्दाखेरि हरेक बिमारी नानी, जति पनि बिमारी नानी होस् या बुढो बाजे बुजुर्ग होस्, तिनीहरूको सबै ब्याकग्राउन्डमा भिडियो चलिरहेको थियो र अगाडिपट्टि स्क्यानर हालेको थियो, एट्याच गरेको थियो स्क्यानरमा। र जति पनि त्यो रिल्सहरूमा लागेको स्क्यानर थियो, त्यो स्क्यानर मैले स्क्रिनसट गर्दै ट्राई गर्दाखेरि मोहित कुमार भन्ने मान्छेकै आइरहेको थियो। कुनै पनि एउटा बिमारी मान्छे जो सिकिस्त अवस्थामा छ, त्यो नानीहरूको अथवा कुनै पनि मान्छेको त्यसरी रिल्स हाल्नु राम्रो कुरा हो, र एट्याच गरिदिनु क्युआर स्क्यानर, पेमेन्ट एड्रेसहरू एट्याच गर्नु राम्रो कुरा। तर प्रब्लम कति बेला आउँछ भन्दाखेरि, त्यो जुन चाहिँ रिल्स हालेर जुन चाहिँ स्क्यानर लागेको थियो, त्यो स्क्यानर चाहिँ एउटा स्क्यामर अथवा फ्रड मान्छेको थियो। त्यसमा अहिले लगभग 20 लाखभन्दा बेसी भ्युज गएको छ त्यो। र 20 लाख मध्येमा 10,000 जना मान्छेले पनि एक एक सौ रुपियाँ हाल्यो भने कति पैसा त्यो स्क्यामरकोमा गएर, त्यो फ्रडलेन्ट एक्टिभिटी गर्ने मान्छेको गएर तपाईँहरू अन्दाज लगाउन सक्नुहुन्छ। र मेरो कोसिस चाहिँ सधैँ यो रहेको छ कि म जनतालाई मिसलिड गर्न चाहन्न र मिसलिड पनि हुन दिन चाहन्न। र यो भिडियो मैले त्यतिकै बनाएको होइन, यो भिडियो चाहिँ मैले रिसर्च बेस गरेर बनाएको। र केही समय अगाडि मलाई त्यस्तै एउटा रिल्स देखा परेको थियो। त्यो रिल्समा चाहिँ एउटा स्क्यानर एट्याच भएको थियो, र मैले त्यो रिल्स अपलोड गर्ने पेजलाई गएर भेरिफाइड गरेर हेर्दाखेरि एट द एन्ड त्यो एउटा स्क्यामर थियो। मतलब त्यसले हजारौँ भिडियोहरू हालेको थियो, रिल्सहरू हालेको थियो, र हजारौँ रिल्सहरू करोडमा भ्युज पनि गएको थियो, र मान्छेहरूले पे आउट पनि गर्दै थियो, मान्छेले सेयर पनि गर्दै थियो। र यो जुन चाहिँ रिल्स तपाईँलाई म स्क्रिनसट देखाउन गइरहेको छु, यो रिल्स पनि हजारौँ मान्छेले सेयर गरिरहेको छ। र कतिले सेयर गर्दैछ चोखो मनले कि त्यो नानीलाई हेल्प होस् भनेर, तर कतिले त उठाएर रिल्स अपलोड पनि गर्दैछ, डाउनलोड गरेर आफ्नो पेजमा अपलोड पनि गर्दैछ। यो एकदमै गलत कुरा। आजको दिन लोकल आर्टिस्ट अथवा लोकल इन्फ्लुएन्सरहरूले पनि त्यसरी जबको नाम गरेर केही प्रमोसन गर्दैछ, र त्यो प्रमोसन कतिवटा चाहिँ फर्जी छ। मैले धेरैवटा भेरिफाइड गरेर, धेरैवटा एनालाइज गरेर राखेको छु। भिडियो बनाउन टाइम पाएको छैन, म केही दिनमै त्यो भिडियो सोसियल मिडियामा साझा गर्नेछु। तपाईँले मेरो पेजलाई फलो गरेर लाइक गर्न नभुल्नु होला। यो भिडियोमा बताउनु पर्ने यति नै थियो। मन पर्यो भने भिडियो लाइक गरेर सेयर गर्न नभुल्नु होला। थ्याङ्क यू सो मच।